यसलाई पनि मैले योबाट यहाँ 2 घर बनाउन गइरहेको छु है त हेर्नु होला। यसमा पनि मौरी सङ्ख्या एकदम भरिरहेको त्यहाँ यता पनि आएर बसेर रहेछ अलिअलि। अब यसमा हाल्ने हो, यसको पनि निकालेर यस्तो हालिदिएपछि मलाई थाहा पाउँछ है त। अब मैले यसमा 5 फ्रेम बनाएपछि देखाउँछु है त गाइस। ल ज्याममा 10 फ्रेम छ है त। यतिको बाक्लो सङ्ख्या पनि छ, यतिको भएपछि फुटाउनु मिलिहाल्छ। सो वी आर गोइङ टु डिभिजन अफ दिस कोलोनी हो गाई। ल यो चाहिँ यस्तो छ है, यसमा चाहिँ फर्स्टमै मैले रानी भेटाइहालेँ। छेउमै हेर्दाखेरि रानी देखियो है, छेउकैमा। अब यो भएपछि चाहिँ मलाई सजिलो हुन्छ नि त, रानी भेटिहालेँ। गाइज ल हेर्नुहोस् रानी 5 फ्रेम भयो गाइज। यसमा 4 फ्रेम विथ रानी हालेँ मैले। अनि यसमा अलिकति मौरी पनि झार्दै यति भयो, यिनीहरूलाई भइहाल्छ है। ल यही हो गाइज डिभिजन भने। अब यो घरलाई चाहिँ मैले अलिक पर लगेर राख्नुपर्ने हुन्छ।